आज पृथ्वीनारायण शाहको जन्मदिन। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिग धनगढी चौरामा पहिलो पटक राखिएको छ र यो चोकको नाम पनि अब पृथ्वी चोक भनेर नामाकरण गर्न थालिएको छ। र बिहानैदेखि आज पृथ्वीनारायण शाहको शालिग अगाडि तस्बिर खिच्नेहरूको भिड छ। राष्ट्रिय झन्डासहित मान्छेहरू यहाँ उपस्थित भएका छन्। यसअघि यो ठाउँ खाली थियो र अहिले चाहिँ शालिग राखिएको छ। यहाँ चाहिँ राष्ट्रिय झन्डासहित अब यो चोकको नाम पनि पृथ्वी चोक राखिएको छ। र आज पृथ्वी जयन्ती पनि हो। यस अर्थमा पनि आजको दिन पृथ्वीनारायण शाहलाई सम्झिने दिन। राष्ट्र निर्माता देशलाई एकतामा बाँध्ने पृथ्वीनारायण शाहलाई धनगढी चौरामा पनि शालिग राखेर सम्झिने काम गरिएको छ।